तपाईहरु सबैजनालाई र आज धेरै दिन बाद म फेरि ब्लग बनाउँदैछु है। र आज चाहिँ हाम्रो आप्पा र आमाको एनिभर्सरी हो र हामी चाहिँ त्यही मनाउनलाई जानु आँटेको छु। म तपाईँहरुलाई अहिले त्यहाँ पुगेर देखाउँछु, भेट्छु है। हेर्दै गर्नुहोस्। Stay tuned। यो चाहिँ हो मेरो छोरी। लु हाई भन्दियो। हामीहरु चाहिँ अब निस्केको घरबाट हो। मेरो हस्बेन्ड चाहिँ तेल लगाउन जानु भएको छ। के भयो किन बसेको? यो चाहिँ हाम्रो यहाँ मेचपाडाको हस्पिटल हो है। र अहिले चाहिँ अब हामी पुग्यो यहाँ हो। भर्खर आइपुगेको ग्रिन पार्क। यहाँ छ यी नाना भेना आप्पाहरू, यहाँ छ आमा बहिनी। अहिले चाहिँ हामी एकछिन अब यहाँ ग्रिन पार्क घुम्नु गएको साथी हो यिनीहरूको। लिन्छ त अन्त। यहाँ हुनुहुन्छ हाम्रो भेना। यहाँ आप्पा र नानी छ हो। हामी चाहिँ यहाँ पार्क पस्नु आँटेको। एकछिन नै। त्यसै अब खेल्ने हामीहरू चाहिँ यहाँ अहिले आएको छु। यहाँ चाहिँ यस्तो छ हो पार्क हो। यहाँ चाहिँ मान्छेहरू पिकनिकहरू पनि खेल्नु आउँछ हो। आएको छ माम कि माम भन्दैछ एउटाले फेरि। लु रेडी। पिकनिक हो। आज चाहिँ यहाँ हाम्रो आप्पा र आमाको एनिभर्सरी हो। 37 ने 37 एनिभर्सरी। त्यही मनाउनलाई चाहिँ हामीहरू आज यहाँ आएको छु है। र आप्पा आमाको यहाँ फोटोहरू पनि खिचिदियो हो। यहाँ चाहिँ यस्तो छ हो। यहाँ चाहिँ पिकनिकहरू पनि खेल्नु आएको छ हो। गाडीहरू कहाँ उनीहरूले बनाउँछ नि। किन मैले खिचिदिएँ त। उज्यालो आयो त। खै कता गयो होइन। ए ऊ गाडी खेलेछ पनि। ढुक्का भयो अब चाहिँ ढुक्का। चलाऊ चलाऊ यता हेर। हाई गर न यता। गाडी खेल्दा चाहिँ खुसी भयो। म चाहिँ यहाँ छु हो। भेनाहरू हामीहरू चाहिँ अहिले निस्केको पनि यहाँबाट हो। अगाडि छ। आउनु भन्दैछ। यहाँ चाहिँ यस्तो छ हो। बोटिङहरू पनि छ। त्यो झन्डाहरू लगाएको त्यो यहाँको यसकै होला नि। अब यहाँ पनि अर्को नयाँ थियो। नयाँ खोलेको छ। त्यसको त उहाँ पर छ नि गेट हो। त्यो चाहिँ यस्तो छ हो।
आप्पा नानीहरू चाहिँ त्यो गएर आउनुहुँदैछ अब अहिले चाहिँ यहाँ आप्पा र आमा केक काट्नु आँटेको हामी होइन त्यहाँ हातमा समात्नुहुन्छ शुभम भाइ लु ह्याप्पी एनिभर्सरी टु यु ह्याप्पी खै यसको अनुहार छेके नानीको यता साइड वा ह्याप्पी एनिभर्सरी डियर आप्पा आमा ह्याप्पी एनिभर्सरी टु यु क्ल्याप गर बाबु रिन्जना नखाउनु ल रिन्जना नदिनु ल अहिले गर्ने होला मलाई यस्तो राम्रो हेरेर डर लाग्यो रिन्जना नखाइदिनु है रिन्जनलाई खाइदिहाल्नु भयो नखाउनु भने मलाई यत्रो राम्रो खायो खुसी खुसी भइहाल्यो ए अघि धुएर आउनु भएको त्यो टिस्युको होला के हो यो समात्नु त होइन उहाँको होइन हुन्छ किन हातमा दिनु त्यति यो त पुगेन रहेछ त बेरा किन होइन सानो भयो बेसी नखुवाइदिनु तँलाई तर यो त्यति गुलियो रहेन रहेछ नि रिमे मात्र हात धुनु जानुभएको अब ल्याइदिनु भन्नु ए च्याप च्याप हुन्छ खै तपाईँले अहिले पुसेको टिस्यु फ्याँक्यो लु योले पुस्नु त्यति गुलियो त लाग्यो न त लाग्यो झर्न आँट्यो मुने त्यो मुखमा लु न दिनु दिइहाल अमुले छेक्यो के अन्त
यो कुनामा पार्छ एउटा स्याहार रहेछ नि। यो नानीहरु यसो। बाबा आउनु त यता। यहाँ बस्नु यहाँ लाग्यो लुक कैसा था यहाँ बस यहाँ बस यहाँ बस डाइट वाला अहिले यस्तो चल्छ नि। यस्तै राम्रो त्यो घडी किन्नुपर्ने रहेछ त्यही भएर आफू घडी राख। आज चाहिँ 285 ले बनाउन साह्रो पर्छ। भयो खानु त न अब बेसी भयो अहिले अरू खानु कालकाले 280 बनाउनु यो खाऊ न अन्त अम्मु यो खाऊ त्यो माथि खै प्लेट सानो खालको प्लेट ल्याइदिनु भनेको भन्थ्यो नि अघि भनेन कसलाई बच्चैले यहाँ खानाहरू आएको छ चिकन चिल्ली बेबिकर्न चिल्ली पकौडा कस्तो रहेछ कफी? कफी छ यहाँ हुनुहुन्छ बेला तिमीले चाहिँ कहिले बस्थ्यौ? ऊ त्यहाँ छ नि पोल्छ नि अहिले मुख अहिले तातो भयो भने अहिले अदरो भएछ यहाँ खानु यता देखाऊ कस्तो छ बाबु मुखले भने टेस्टी बोलो न चाहिँ हाम्रो खाना आयो यहाँ छ पनिर मिक्स भेज पनिर पनिर मेरो छ ए खोइ कहाँ छ अन्डा फेरि ड्याब्बे भइसक्यो होला यो नानी यत्रो बर्केर न ए बाबु भयो न खाना खानु हुँदैछ बिहा म त यहाँ ढाबामा छु। यो गुलियो हुन्छ यो खाइहेर त पहिला ए यति अब बेसी नाथे त्यसलाई खानु थियो एउटाले उहाँ न टिस्युमा लानु हाम्रो हाम्रो चाहिँ हामीले खाइसक्यो हेर नि बाजेको प्याकिङहरू हुँदैछ खिच्यो त मटन हैन यो दिनु त आफू लानु ल यो भोलि हामीहरू चाहिँ अब यहाँबाट खाइपी गरेर पनि अब निस्केको यहाँ चाहिँ यस्तो छ है तपाईँहरू पनि आउनु सक्नुहुन्छ यसको नाम चाहिँ एके ढाबा हो एके ग्रिन ढाबा हामीहरू चाहिँ अब निस्केको यहाँबाट यहाँ छ बहिनी अमु हेलो गाइज भनिदेऊ यहाँ आमा
अगाडि छ आप्पा र भेना। भोलि खानु त्यो भोलि मान्दैन त ऊ हेर्न नखोलिदिनु है नखोलिदिनु भन्नु म त